नालो अब यहाँबाट यो बन्द भएको नालो वहाँबाट नालो आयो 1 किलोमिटर अगाडिसम्म खन्नु पर्छ। यहाँसम्म आयो, अब यहाँबाट नालो बन्द छ। हेर्नुहोस् अब यहाँबाट ल पानी परेछ, अहिले काम हुँदा फेरि फर्काएर लग्छन्। अहिले पानी सुकेको 1 महिना हुनलाई, अहिले पानी नपरेको, अहिले त बाटो खन्न सकिन्थ्यो। हामी यति बेला दोदरा चाँदरी नगरपालिका वार्ड नम्बर 10 बैदीफाटमा छौँ। हेर्न सक्नुहुन्छ सरकारले यहाँ नाला आधा अधुरो बनाएको छ। यहाँ स्थानीयहरूको धेरै गुनासो छ। हामी उहाँहरूसँग कुराकानी गर्नेछौँ। ल हजुर भन्नुहोस् त के गुनासो हो? हजुर नमस्कार हजुर, म दीपक ठकुरी, वार्ड नम्बर 10 बैदीफाट। हामी अब बाढी पीडित मान्छे होइन। अब यत्रो यो जमिन छ, हामीलाई न यसमा धान खेती आउँदैन, गहुँ खेती आउँदैन, यसमा पानी निकासा भइरहेको छैन, आधा अधुरो काम गरेर छोडिरहेको छ सरकारले होइन। हामीतिर ध्यान दिइरहेको छैन। अब यसको लागि केही उपाय गरौँ कि भने हामी पनि अगाडि मिडियामा उत्रियौँ होइन। नगरपालिकाले यो विषयमा कुनै ठोस कदम चालेको छैन। अहिलेसम्म चालेको छैन। अब पानी परेको बेला जिसिबी लिएर आउँछ नाली खन्ने भनेर। पानी अहिले सुकेको यो 1 महिना हुनलाई पानी परेर सुक्न लाग्यो खेत, तर अहिलेसम्म कुनै जिसिबी आएको छैन, के आएको छैन नाली खन्ने भनेर। अब त्यत्तिकै सरकारहरू ध्यानै छैन यहाँ। अहिलेसम्म यो दुनियाँको गाउँ लागिसक्यो, अहिले हाम्रो त खेत सुकेकै छैन, अझ पानी छ खेतमा। अब हामी चाहिँ यो बैदीबाटको बासिन्दाहरू हो। हामीहरू चाहिँ अब हाम्रो कुनै रोजगार पनि छैन, न हाम्रो राम्रोसँग खेती हुन्छ। हामी 10-15 वर्ष भइसक्यो न राम्रोसँग हाम्रो खेती भइरहेछ। खेती पनि जति पनि लगायो भने त्यो चाहिँ अब पानी डुबान भएर चाहिँ पुरा सडिहाल्छ। र अब यो 50-60 धुरी बिघाभन्दा बढी जमिन हाम्रो यो सब पानीको तलाउ बनेको छ। लगभग 10-12 सालदेखि यहाँ कुनै ध्यान छैन। हाम्रो जमिन छैन त एउटाको 2-2 बिघा जमिन छ यहाँ, भएर के गर्ने यो हेर्नु छ। अहिलेसम्म खेती लागेको छैन, खेती सुकेको छैन। अगाडि यो टोल कस्टमर वडादेखि अगाडि यो बैदीफाट टोलदेखि आशा देखाउने, जब भोट माग्ने बेला त्यस बेला आशा देखाउने होइन, पछि जब काम गर्ने बेला कुनै ध्यान छैन यहाँ, खालि आशा। अनि यो नालो पनि आधा अधुरो बनेको रहेछ। यो कहिले बनेको हो? यो हेर्न सक्नुहुन्छ, यो हेर्नुहोस् यसरी यो पानी निकासा छैन यहाँ। कसरी हामी गरिब जनताहरू बस्ने? व्यवस्थित भएको छैन पानी निकासा। जुन यहाँ नहर बनाए त्यो अलि व्यवस्थित पनि भएको छैन भन्ने गुनासो छ। पुरा पनि भएको छैन, व्यवस्थित त ठिकै थियो, पुरा पनि नालो खनिएको छैन। काम नै पुरा आधा अधुरो काममै यहाँ ठप्प गरिएको छ। कृषिको लागि धेरै उत्साहित जनतालाई उत्साहित गरेको छ, तर हाम्रो क्षेत्रमा हाम्रो ठाउँमा टोलमा यो हेर्नुहोस् पानीको तलाउ बन्दाखेरि पनि कुनै जनप्रतिनिधि कुनै नेताहरूको कसैको ध्यान छैन। कसैको ध्यान छैन। भोट माग्ने बेला मात्रै ध्यान भोट माग्ने बेला मात्रै क्षेत्रलाई हेर्ने यो बैदीफाट हामीहरूले। तर पनि हाम्रो खेतीहरू हुँदैन। त्यो हर साल बाढ आएर चाहिँ अब पानी भरि डुबानु भएर चाहिँ खेती हुन पाउँदैन। यो बैदीफाट टोलदेखि अगाडि सबैको खेती गाउँ लागिसक्यो, गाउँ उम्रिसक्यो, तर यो बैदीफाट टोलको जमिन अझै सुकेको छैन पानीले गर्दा, बाढले गर्दा। यसको निकासी भइदिएको बेलैमा गाउँ खेती लाग्थ्यो होला, अनाज उब्जिन्थ्यो होला। सरकारले कृषिमा धेरै उत्साहित गर्ने जनतालाई, तर साथ नदिने। अब यो मैले 2 बिघा जमिन 40,000 देखि 50,000 रुपियाँ खर्च गरिसकेँ खेतमा, तर यसपालि धान 1 कट्टो धान आयो। हामीले कोसित गएर गुहार माग्ने 40-50 हजार देखि खर्च गरिसक्यो धानमा 1 कट्टो धान आयो। यसरी जनता माथि उठ्छ त? जनताले खाना पाउँछ त? यसरी त त्यही भएर खेतीको मूल्य बढ्दै जाँदैछ। अनाजको हुने खेती भइरहेको छैन, त्यसमा कसैको ध्यान गएको छैन। मैले आफूले ठिक छ, कसैले बाटो दिँदैन, कहिले सरकारले नाली खन्दैन भनेर मैले आफ्नो जमिनमा उच्च बनाउँछु भनेर मैले 1.5 लाखको माटो हालेँ, तर त्यसमा 1 कट्टा धान आयो। 1.5 लाखको माटो पनि हाल्नुभयो हजुरले आफ्नो जमिनमा? 1.5 लाखको माटो हालेँ। 1.5 लाखको माटो हजुरले अब आफ्नो जमिनमा मात्रै हालेर त हुँदैन। त्यो जति पनि जमिनहरू छ सबैले चाहिँ व्यवस्थित अलि गर्नुपर्छ। अब जनता पनि यति बलियो हुनु पर्यो त, सबैले आफ्नो आफ्नो खेत बनाउने बलियो जनता हुनु पर्यो त। जनता बलियो भएको भए हामी सरकारसँग, स्थानीय सरकारसँग हामी किन हार गुहार गर्नु पर्थ्यो होला? पटक पटक हामी कतिचोटि गइसक्यौँ, यसको काम गरिदिनुहोस्। यसको निकासी छैन। त्यो पानी जति माटो हाले पनि आएर पानी फेरि तलाउमा भइहाल्छ। अब एउटा 2टा जमिनमा मात्र माटो हालेर पनि हुँदैन, सबै ठाउँमा माटो हाल्नु पर्यो। सबैभन्दा त पहिला यो नहरको वेस्टमा पानी निकास कसरी हुन्छ? कति वर्ष भयो यसलाई? यो अब 12-15 वर्ष भइसक्यो यो तलाउ बनेको। यो नहर खनेको छैन यहाँनिर खनेर मात्रै के हुने? पानी अगाडि पास हुनु पर्यो। यो हेर्नुहोस् नाला आधा अधुरो भएको छ। यहाँ भनेको यिनी खेतीयोग्य जमिनहरू हुन्, तर पनि यहाँ व्यवस्थित यहाँबाट पानी निकासा हुने अहिलेसम्म कुनै ठोस कदम चालिएको छैन। नगरपालिकाले बारम्बार हामी यहाँबाट पानी निकासाको विकल्प ल्याउँछौँ भन्ने, तर आश मात्र दिलाउने, यहाँ भनेको काम नहुने भनेको यहाँ स्थानीयहरूको गुनासो छ। हेर्नुहोस् नालो यहाँदेखि बन्द भयो। नालो अब यहाँबाट यो बन्द भएको नालो
उहाँबाट नालो आयो 1 किलोमिटर अगाडिसम्म खन्नु पर्छ। यहाँसम्म आयो। अब यहाँबाट नालो बन्द छ, हेर्नुहोस्। अब यहाँबाट पानी कहाँ जाने? अब यी यहाँ भनेका यी सबै यी जति पनि देखिरहेछन् अगाडि यी सबै खेतीयोग्य जमिन हुन्। तर यहाँ पानी निकासाको यहाँ विकल्प नभएपछि यहाँको जमिनहरू त्यत्तिकै यहाँ पानीमा छन्, घाँस उम्रिरहेछ। पुरा घाँस उम्रिरहेछन्, जमिन एकदम चिसो छ। ल हेर्नुहोस्, सरकारले खेती योग्य कृषिको लागि धेरै जनतालाई उत्साहित गर्छन्। हजुरहरू हेर्न सक्नुहुन्छ पुरा यी सबै खेतीयोग्य जमिन हुन्। यहाँबाट यहाँको मुख्य समस्या भनेको नै यहाँको पानी निकासा हो कि पानी निकासा अहिलेसम्म पनि यहाँ भएको छैन। हेर्नुहोस्, हजुरहरू हेर्न सक्नुहुन्छ यहाँ